Hello, namaste. Welcome to my channel. यहाँहरु सबैजनालाई मेरो च्यानलमा धेरै स्वागत छ। आज चाहिँ हामी सँगसँगै स्केटिङ खेल्न जाउँ, ओके? यो चाहिँ मेरो फर्स्ट टाइम हो अनि यहाँ चाहिँ म अहिले लन्डन बाहिर छु। यो जुन साथी छन् मलाई धकेलिरहेको यो छोरा मान्छे, केटा मान्छे, ऊ चाहिँ मेरो साथी हो। हामी पहिला सँगै काम गर्थ्यौं, थुप्रो वर्ष भयो। अनि ऊ पनि युके मै थियो, अहिले आउट अफ लन्डन छ अनि म लन्डन बस्छु अनि उसले आउ न त यहाँ क्रिसमसको पनि हुँदैछ, अब छुट्टी पनि भयो भनेर बोलाएर गएको। यहाँनिर अब के रे स्केटिङ खेल्न मलाई चाहिँ आउँदैन, उसलाई पनि आउँदैन रहेछ। अनि हाम्रो ग्रुपमा प्राय कसैलाई पनि नआउने, मेरो त फर्स्ट टाइम भयो अनि हामी रमाइलो गरिरहेछौँ। अनि यो जति पनि यहाँ हामी छौँ सबैजना साथीहरू हो। मेरो साथी चाहिँ ऊ भयो, उसको साथीहरू अरू भयो, त्यही भएर हामी यहाँ रमाइलो गर्दैछौँ, ओके? साथीभाइहरू 1 2 3 4 1 2 3 4 5 नो 1 2 3 4 5 6 1 2 3 4 5 6 सबै 6 जना के भन्न सकिने यो बिचमा कति राम्रो चाहिँ रहेछ यहाँनिर, राम्रो चाहिँ रहेछ। जाडो चाहिँ छ केरलाको क्या, त्यही भएर म आदि त्यो कुरा मात्रै भन्न सक्छु। के भन्दैछ भने भन्न सक्दिनँ, इमिटेट गर्न सक्छु भाइ तपाईँ। यस्तो छेकेको छ मलाई। स्ट्याङ्लिया भन्ने यहाँनिर ट्रेन पनि छ है, यहाँनिर यस्तो रहेछ एन्ट्रेन्स। यहाँ I'm so sorry, मैले हजुरहरूलाई यहाँनिरको साउन्ड, लाइभ म्युजिक, एभ्रिथिङ मलाई सुनाउन मन थियो, देखाउन मन थियो, तर कसो भने यहाँ सबै म्युजिक बजिरहेछ, कपिराइटको प्रब्लम हुन्छ, त्यही भएर म भोइस ओभर गर्छु है। I'm so sorry, अलिकति लाइभ सुन्न पाए रमाइलो पनि हुन्थ्यो। एनिवेज अब हामी चाहिँ भित्र पस्यौँ। भित्र पसेपछि यहाँनिर हाम्रो फन पार्क हुन्छ नि, फन पार्कको जस्तै रमाइलो रहेछ, अथवा तिहार जस्तो पनि लागिरहेछ, झिलिमिली सबैतिर हैन। अनि अब यताको घरहरू पनि झिलिमिली हुँदैछ, झिलिमिली गर्दो रहेछन् हैन, सबैतिर तिहार जस्तै। सो झिलिमिली हुँदैछ। अब हामी भित्र जाँदैछौँ, अहिले 8 जति बज्यो होला। अनि सबै यो जुन यो अगाडि हिँडिरहेको मान्छे चाहिँ नि, ऊ चाहिँ मेरो साथी, अरू बाँकी चाहिँ उसको साथीहरू हो, त्यही भएर हामीहरू धेरैजना यहाँ ग्याङ भएर हिँड्दैछौँ, ओके? अनि अब यहाँ हेर्नु होला सबैका यो सबै स्टलहरू, सबै सरी ब्याकग्राउन्ड नोइज, यहाँ मान्छे बोलिरहेछ को बाटोमा। यो स्टलहरू सबै कति राम्रो क्या। यो अघि दिउँसो आउनु पाएको भए जज रमाइलो हुन्थ्यो, तर ठिक छ है, राति नै ठिक छ, झिलिमिली सबै राति नै ठिक छ। अनि हामी चाहिँ मेन चाहिँ स्केटिङ गर्न आएको हो। अनि बाँकी अब स्केटिङ भन्दा बाहेक पनि त जे खेले पनि हुन्छ यहाँनिर। त्यहाँ हाम्रो हुन्छ नि रिकुटी मण्डपतिर, फन पार्कतिर के हुन्छ, त्यो सबै त्यस्तै छ क्या। यहाँ पुरा त्यो स्विङहरू भयो, पिङ हैन, मतलब हुन्छ नि के नाम पनि थाहा हुँदैन मलाई। यो बोटिङ जस्तो के जस्तो हुन्छ नि, यो स्पेसिफिक नाम चाहिँ मलाई ठ्याक्कै थाहा छैन। अनि अब यहाँ कोही अब रमाइलो गर्ने फोटो खिच्ने भयो, फोटो खिच्ने। अब हामी चाहिँ यसो हेरेर उसले चाहिँ यो फोटो खिच्ने अरे, ऊ साथीले चाहिँ, त्यही भएर उसको फोटो खिचिदिँदैछन् सबैले। अनि त्यसपछि अब यहाँ हेर्नु कस्तो रमाइलो, त क्यासिनो पनि छ हैन, सबै कति रमाइलो छ है। यो ठाउँ चाहिँ नर्विच भन्ने ठाउँ हो। लन्डनबाट ट्रेनमा 1.5 घण्टा जतिमा आइपुग्ने रहेछ। अनि नर्विच भन्ने यो चाहिँ गाउँ जस्तो, हाम्रो गाउँ जस्तो कस्तो रमाइलो छ क्या, हराभरा ग्रिनरी अनि खाली स्पेसहरू छ। अनि उसले चाहिँ यो जो मेरो साथी हो, उनीहरू यो सबै केटाहरू जिम जान्छ नि त, अनि उनीहरू त्यसरी हिँड्छ अरे क्या, त्यही भएर उसले त्यो इमिटेट गर्दैछ उनीहरूलाई। एनिवेज अब मैले यो ठाउँको नाम भन्दै थिएँ,
कस ठाउँको अरे ठाउँको बारेमा कस्तो रमाइलो छ। अनि हामीले अब यहाँ टपअप गऱ्यो। यो कार्ड भनेको चाहिँ तपाईँको कार्ड लिने अनि टपअप गर्दै जाने, के गेम खेल्ने, कुन खेल्ने अनि टपअप गर्दै जाने, त्यसपछि खेल्दै जाने है। अब हामी चाहिँ स्केटिङ गर्न आइपुगेका छौँ। यो चाहिँ मेरो फर्स्ट टाइम स्केटिङको लागि है। अनि त्यसपछि फेस्टिभ फन कार्ड भनेको रहेछ यहाँनिर। मैले त्यति बेला पढेको पनि थिइनँ के छ भनेर, यहाँ किनभने हतार भइरहेको थियो नि त, त्यही भएर। स्केटिङ सुज सबै अन भइसक्यो, सबैजना रेडी भइसक्यो। अब योसँग कसरी खेल्ने भनेर चाहिँ अगाडि बढ्दै जाउँला। ओके, अनि यो चाहिँ यति हेभी छ सुज चाहिँ, थाहा छैन कति केजीको होला। मेरो चाहिँ साइज नम्बर 5 UK 5 38 साइज हो, त्यही भएर मेरो 5 भयो। ल केटाहरू के सबै रेडी भइसक्यो, ऊ पनि सुज लगाउँदैछ। अब हामी जान्छौँ स्केटिङ गर्नका लागि। ओके, अनि यहाँहरू कताबाट हेर्दै हुनुहुन्छ मलाई कमेन्ट पनि गर्नुहोला। अनि आजभोलि भ्युज कम्ती भइरहेछ, अलिकति अब बुस्ट गर्नुपर्ने छ है सबैजना मिलेर रे क्या। सो म चाहिँ अब सुजसँग उभि पनि सकेँ। उभ्नु चाहिँ एउटा बेसिक टास्क होइन सुरुमा। अब यसरी उभेर हामी चल्दै अनि हेर्दै जान्छौँ। म चाहिँ भित्र पसिसकेँ। अब यहाँनिर चाहिँ रमाइलो हुँदो रहेछ। सुरुमा चाहिँ लड्ने जस्तो, चिप्लिने जस्तो, चिप्ल्यो भने चाहिँ अब हात खुट्टा पनि भाँचिन सक्छ होइन। अब केयरफुल त हुनै पर्यो। एनिवेज अब हामी जाँदैछौँ उता। अब कता गए थाहा छैन। अब कोही लड्दै गए, कोही कसो गर्दै गए। म चाहिँ यहाँ आइपुगेको छु। यो चाहिँ हामी 1 घन्टासम्म खेल्न पाउँछौँ यो वाला चाहिँ। अनि त्यसपछि सुरुमा चाहिँ अप्ठ्यारो, तर एकछिनपछि बानी हुने जस्तो लाग्यो मलाई। यहाँ मलाई कस्तो तपाईँले यो देखाउनु मन छ, के गर्नु। अब यो पुरा गीत बजिरहेछ क्या, त्यही भएर मैले देखाउन सकिनँ है। आइएम सो सरी फर द्याट। देखाउन मतलब सुनाउन क्या, रियलवाला म्युजिक सुनाउन मन छ नि मलाई तपाईँहरूलाई। Just happened. This is not a Christmas. This is not a Christmas song. This is not a Christmas. This is not a Christmas song. This is not a Christmas. This is not a Christmas song. This is not a Christmas. This is not a Christmas song. My neighbors compete to see who can put up more blinding lights. The kids all wish away the month 'cause they want presents in sight. This year had me so mad, I've been bad, got coal that is sitting under my tree. I think that my Christmas has died. This is not a Christmas. This is not a Christmas song. This is not a Christmas. This is not a Christmas song. This is not a Christmas. This is not a Christmas song. This is not a Christmas. This is not a Christmas song. When I was just डन। अब हाम्रो स्केटिङ डन। स्केटिङ चाहिँ आधी घन्टा जति खेल्यो होला, तर अलिक बेसिक खेल्यो भने चाहिँ आउने रहेछ है। 1 घन्टा जति खेल्यो भने हल्का कन्ट्रोल गरेर आफूलाई कन्ट्रोल गरेर हिँड्न सक्ने रहेछ। आधी घन्टा जतिमा पनि अलिअलि हिँड्न सक्यो। एनिवेज अब यो जुन छ नि अग्लोवाला, यो के भन्छ यसलाई, यो चाहिँ 9 बजे बन्द हुने अरे। अहिले 8:37 कि 38 हुँदैछ, भइसक्यो। अनि यो जुन 3 जना छ नि, 3 जना, 1 जना केटी 2 जना केटाहरू, यिनीहरू चाहिँ खेल्ने कि खेल्ने भनेर हतार बन्द हुन्छ भनेर पुरा हामीलाई पनि स्केटिङबाट जाउँ भनेर पुरा लिएर हिँड्यो। अब उनीहरू 3 जना यो खेल्ने रे। अब यसको फेरि
कहानी अर्कै चाहिँ माथिबाट पल्टेर आउने रहेछ त्यो मैले देखाइने है तपाईहरुलाई देख्नुभयो होला है खेलिसकेपछि चाहिँ अनि त्यसपछि घर जाने कुरा भयो है Did you eat here? It was heat, huh? It was from here. Yeah, it was from there, not here. You guys from there. Yeah, we already eat, but Let me try. where you went then? We went Then here. Why here? Inside, outside, opposite. Then I. Let's try. No, which भने ठाउँमा आएर नुडल्स खाँदैछु ओके How is it? Sorry. Ramen जस्तो चाहिँ मिठो Oh. It's good. Good. यो चाहिँ के अरे अगाइयो क्या अगाएन टाइम भनेको खानालाई अब चाहिँ भित्र बाहिर लगेर खाने घर गएको अहिले पछाडि के गरे फोन गरे थाहा छैन फोन गर त यतिलाई फोन गर हामी अघि यहीँबाट आएको यहीँबाट गएको थ्याङ्क यू सो मच फर वाचिङ हामी अर्को भिडियोमा भेटौँ ल मेरी क्रिसमस Call them. They are friends. Freezing. With noodles. Laina jamna da. Jamna. Let's go. Let's go. Let's go. Thank you so much. Bye bye. हामी हिँडेको यो गार्डले पनि हँसाउँछ फेरि पनि भित्र जानेमा जाऊ भरे क्या फेरि यो चाहिँ पुरा के हाम्रो गाउँ जस्तो छ क्या चाहिँ पुरा गाउँ जस्तो रहेछ कस्तो रमाइलो ठाउँ चाहिँ पुरै गाउँमा हुन्छ नि मेला लागेको जस्तो हो रहेछ क्या चाहिँ आज यस्तो क्या पुरा मेला लागेको जस्तो मेलामा हुन्छ नि सबैजना भेला भएर जाने खालको हुन्छ नि अनि उ साथीहरूलाई चाहिँ मैले भनेको थिएँ क्या आइम कमिङ डोन्ट वरी अनि कोही बेला मात्रै लाग्छ त्यही भएर जानुपर्छ भन्ने थियो त्यही भनेर आएको क्या लेट्स गो रन बाई बाई जाडो भयो